दर्शकवृन्द, गाउँ घर यति रमाइलो हुन्छ। यहाँनिर एकजना बुढो हाम्रो बाजे हुनुहुन्छ। 80 र 7 वर्ष भनेको 87 वर्षको पुग्नुभयो। 96 सालको एकदमै हाम्रा वृद्ध ले पनि यसै ढोको बोकेर दाउरामा जाँदै हुनुहुन्छ। अब के का लागि र कसो छ र कुन महिनामा जन्मिनु भयो र विशेष गरेर उहाँको जीवनमा केही कुराहरू घटेका भोगेका कुराहरूको विषयमा हामी कुराकानी गर्छौँ है त। हामीलाई सुन्दै र हेर्दै गर्नुहोला। गाउँघरका पाखा पखेरा र सुन्दर वन पाखाहरूसँग रमाइलो गर्नका लागि हाम्रो गाउँघर नै प्यारो हुन्छ है त। र त्यो प्यारो कुरा सँगसँगै हाम्रो वृद्ध बुढापाकाहरूसँग कुरा गर्न कति मिठो र ऐतिहासिक पनि हुन्छ। हामी उहाँसँग कुराकानी गर्दाखेरि यहाँको स्थानीय कुलुङ भाषामा कुराकानी गर्छौँ है त। यसको चाहिँ यहाँहरूले बुझ्नु भएन भने म यहाँहरूलाई कमेन्टमा सबै कुरा उहाँले भनेको र मैले भनेका कुराहरू कमेन्टमा राखिदिन्छु है त। सेवा के पपा देख वर्षाय छुए 87 वर्ष देख साल कै 96 साल कार्तिक पिक गत्या छेत ए आम्पामाम निङछेत ओ पामिन छेतो सिंहदोस माम का छेत मामी ने अको छेतो उठे अको लोची छेतो ए आम निङ ओइ पिके राम भगत आम्मी आमने छ आन्ची जंगले तू चिया खोंगा आमने छ आम कम निङ ओइ लच्छी भगत राम भगत ल लच्छी भगत ल एक निपङ जंगले कै चोटी जन्मे छ ए अन्तला हापी खाच्चै कै मोम प जिक्रा उनको होम्पी जिक्रा लास खातो ए जिक्रा लास खाच्चै का ए उनको उक्सु ओ हम ए ओके खेना इनिम्बा खेम्पी आसिकाय तुनी कासका बुढा बुढी तुसी ए मेक्स आम बुढी निङ ओइ उठे अकै उठे छेतो नके ए आम छाची देत पयतवे वाच्चा मेम छ जम्मा वाच्चा इबु मट्टा ए मंक पिकेक बिपनाम्पा ए खुङकङ ए तीन बहिनी जन्टरी मन्टरी कान्छी तुवासमा खलङ ओपिमन्टु मुंक बिमलाम्पा छेत बिमलाम्पा ओ मक्सुमक बिमलाम मा आम उकै साइली क ओमी चाहिँ ओनिया खुङ्ग से भोजपुर ते ए ओके अन्तर कास नेन्चाइ का उनको चाहिँ संसार भरि मिचा चाहिँ तै चाहिँ हा खोङ चाहिँ इचिरिङ चाहिँ मिचा अब हेप्पा येलेस न हा खुर्दोस ये लेसन दोसो चाहिँ हेप्पा येलेसमा खना कोंगा उइ तयान अन्तल पिकेलो उनको के छ खोली लत्ता थे उनको खोली पिकेको उइ समोरी ए खोली वो पाओ ए नक मिस हे फेर छुआ ए त्यसै मिस क खोली वो ngala खोची पौसी मिक्स जम्बो खोपे छुआ ए देख साल पी लत्ता हुंका कुंको मिसाल ने छेरोनो के हेपान 22 साल उयो पिके करो nga खुंगा खोली पी उस्ची मची मिस खुंगा मे पितवा थे कमा उसे मोंग गथा मस ना खुंगा गथा पिका मका मानलै बक्सा थे कमा ए मक ए सिसवा इसा के छेत या सिसवा नि सिसवा इसा मक पूर्वु जालम काइम्पा ए देख साल पी खुंगा कोई 22 साल पिए हुई ए 28 साल पी के 28 साल पी गयो ए ओ महीना पी खुंगा मुलु तक खुंगा जेठ बैशाख ए बैशाख जेठ पी मुलु ता ए अन्नी सो खाता नहीं पूर्व खिना खाइम पछि जालम
ए खुंक सिसुआ इसाक बेला मिस बसाई खाले ता खुंक मिस बसाई खाले ता कछे तयो आहे बसे खाचा के का जाठम चमकालो ए आची खा त छे तयो अंक तेल पिका सेटोनो के आपको मका टेमी बारी हां लोखपा नई yang do ka tempi terlalu खिप दिन खाचा ए छास का बुटु छास का खाचा ओ तेल तेल त का ए खुंग कुलु छास का खाता होला ए ई कुलुप क ए ए ए ए ए किना ओके सिसुआ इसाला उच्ची चस्ते मंग सोंगलुङ मका सोगो पाक मुंग बो खोलक मका चिची मा चासी छवा नाम समका चस्ते का मा चिची मा सोंगवा नाम चस्ते का मा निर्बोलिम सो हां परसिलिम ओ हां बप्तो सिसुआ ए बुलन ले सोमा हां किसे दलिम पा परसिलिम राम चिचे दिन बरी ए पण दोस्काय पोच दलिम पा हां सी मटुवालो हां नासका कोलिंटी लेते गन हां kan niu kisi di sakati pun di sakati ए saka हां kanca pekti si ipa ca jata tes na sayam piktop peri muk biga gonggong teci ए konto si soal ए खन्तो सिसुआला ए ओके किन ओके खोरक मका इफपाङ क्षेत्रल इतेल पिदे घरे त्वा खिम मिस मिदे पखिम त्वा देची कोई ने घरे उसके से 10 घर में टाइले छी ए 10 घर मात्र त्वा लची ए ओके 10 घर पिखसा ए केचे उची खेना दुङ दुक वछवा आना उतंक दुकवा तेप्सु दुकवा ओइ मक चाम दोम ngangki dukwani ए खाम कदे दुकवा त्वा निची माते मक्सा kamne oi ए तो kamne ए उनको फेंगा तंग लुक्सपा तंग त्वा किसे ने फेंगा tua mi mjasa bangara kapsu inwai bangara kamsa hoki misa mi mjasa surwal daura kampa bangara mga ओके खुरको अन्तल हामदे त नेन खताची कास नेनची खचाई दोस्का खोलोङ बुम्ने छ अब मेचा चास छासो अब लामसना खोंगस दोक तयची हामदे त ओलनु कोंगा आन अन्तल भुले मनसेन ना लामसेन ना सिंगपि खाचाएको रहेछ र आम सेपसम्मका ओलनु आए ओके दर्शकबिन आज बिहानै म पनि यही बाटो भएर घुम्दै आउँदाखेरि यहाँ 87 वर्षका वृद्ध बासँग भेट भयो र कुराकानी गरियो छोटो कुराकानी गरियो उहाँहरूको जीवनमा भएका घटेका केही कुराहरू यस्तै बुढापाकाहरूसँगको संवाद र भलाकुसारी सुन्नका लागि मनुहाङ किराती युट्युब च्यानल यहाँहरूले सब्स्क्राइब गर्न सक्नुहुन्छ र कतै हामीले मातृभाषामा पनि कुराकानी गरिरहेका छौँ डाँडा पाखा वन पखेरुसँग चराचुरुङ्गीका आवाजहरूसँग हामी जहिले पनि यहाँहरूलाई यस्तै भिडियोहरू देखाउनका लागि मनुहाङ किराती छ र यहाँहरूसँग केही शिक्षा दीक्षाका कुराहरू पनि यहाँहरूले बुझ्न सक्नुहुन्छ कतै बालबालिकासँग खेलिएका त कतै वनपाखामा रमिएका कुराहरू मनुहाङ किराती युट्युब च्यानलमा यहाँहरूले पाउन सक्नुहुन्छ है।